आज चाहिँ हामी नारायणपुरतिर हिँडेका छौँ पशुमा खोप लाउनलाई भ्याक्सिन लाउनलाई भीमसेन थापा गाउँपालिका वडा नम्बर 7 मा छौँ हामी नारायणपुर। यी त हाम्रो मैले हिजो किन ल उता भारी बोक्नु पऱ्यो भने आफू त अब त्यो भ्याक्सिन लाउने काम मेरो होइन नि त होइन म त अब यसो साथी हिँडे हो होइन त्यही भएर जसको काम उसले बोक्नु पऱ्यो नि गाइज पऱ्यो नि बाटो चाहिँ अलिक अप्ठ्यारो छ है गाइज भने के अरे हेलो गाइज अन्त त्यो एउटा खुच्चै नि त्यस्तै खालको गाइज त्यहाँ हेर्नु त ओहो त्यो माथि स्कुल छ नि हो त्यो टपमा हो क्या हाम्रो गाउँ चाहिँ ठ्याक्कै हाम्रो घरहरू चाहिँ गाउँ त अब यो हाम्रो गाउँ जस्तो त हुँदैन हो त्यो यस्तो छ है ट्यापसित बाइक ल्यायो भने मिल्छ होला बाइक माथि राखेको अनि हिँडेको हुन्छ मेरो बुढीलाई चाहिँ फुलहरू एकदम मनपर्छ अनि अरूको बारीमा फुल दियो कि अनि यसरी चोरमा गइहाल्छ है अब यो चोरिहाल्यो हेर्नु त चोरिसक्यो है कहिले लगाउनुहुन्छ होइन लगायो यसरी बोकै हिँड्नु है यो जस्तै फिल्डको काम चाहिँ एकदमै गाह्रो हो क्या मेरो काम ठिक छ है पछि कोठामा बस्यो पढाएँ है बुढाहरूलाई पेट्टा बनायो भनेर अहिले पढाउनु त्यसको पिट्न चाहिँ पाइँदैन है यसरी अब हिजोभन्दा आज अलिक बढी गाह्रो भयो आज धेरै हिँड्नु पऱ्यो हिजो बाइकमा हिँड्ने थियो टाढातिर पऱ्यो क्या आज गाउँतिर लगाएको उकालो ओह्रालो गर्दा हालत खराब हो गया अरे हमारा क्या होगा कैसे होगा इसका ऐसा दिन भी भोग्न पर्छ है बुढाबुढीको भ्लग चाहिँ अब बेलुका ट्याक्क अपलोड हुन्छ होला ट्याक्क मिलाएर हाल्छौँ लाइक कमेन्ट सेयर गरेर चाहिँ है भ्युज टन्न पुऱ्याइदिनु भयो भने फेरि अर्को दिन त्यसो भन्ने गर्दैन क्या गरिहाल्नुहुन्छ माया गरिहाल्नुहुन्छ है कस्तो छ गाइस साथीहरू